ल है हामी गौमुखी प्रवेशद्वारमा प्रवेश गर्दैछौँ। हामी अहिले गौमुखी गुफा, गौमुखी मन्दिर, गौमुखी झरनामा चाहिँ प्रवेश गर्दैछौँ। विशेष गरेर हामीले गौमुखी झरनाको अवलोकन, गुफाको चाहिँ अवलोकन गर्नेछौँ। ल है साथीहरू, हामी चाहिँ गौमुखी अवलोकन पश्चात फर्किँदैछौँ। गौमुखीको यो रेलिङ, गौमुखी जाने बाटो करिब 1 किलोमिटर जतिको रहेछ यो रेलिङ। हामी गौमुखी झरना, गौमुखी मन्दिर, गौमुखी गुफा दर्शन गरेर हामी फर्किसकेका छौँ है त। सबैजनालाई नमस्ते है, धन्यवाद। हामी चाहिँ अब अर्को टाइम आउनेछ।